अनि मिठो लाओ आजको लोकल केटा हो को खुसी भयो अलि छैन कोदोको ढेँडोसँग लोकल प्योर लोकल हाले है गाइस प्योर गाउँको कोदोको ढेँडोसँग खाने कोदोको ढेँडोसँग तपाईँहरूलाई कतिको मनपर्छ दिदीलाई अब थाले मासु काट्नको लागि हेलो सबैजनालाई धेरै धेरै सम्झना लोकल हाले केटाहरू तँ बलियो रहने हो यहाँ 2 किलो 250 ग्राम होइन त 1800 परिहाल्छ 5 किलो ल्याउन जाने 5-6 किलोको ब्रोइलरको पनि 1800 त पर्छ तर यो जस्तो टेस्टी हुँदैन के मासु पाक्दैछ है हामी यहाँ चाहिँ लोकल कुखुरा भाले 2.5 किलोको थियो अनि लोकल काँक्रो अनि त्यस पछाडि आएर अकबरे खुर्सानी र ढिँडो राष्ट्रिय रूपमा खानलाई यहाँ 3 जना बुढा पनि छन् यहाँ अनि यो खानु पर्यो भनेर खाएर देखाउनु क्वाप्पल सबैले खाने हो मिठो पनि छ यो छ तरिका यो तरिकाले खाने हो अब सबैलाई यहाँ आबद्ध गराउने हो यो लोकल सोकल यो 1000 रुपियाँ किलो छ हाम्रोमा फेरि भाले त्यस्तो छ अकबरे खोर्सानी 200 रुपियाँ किलोको यो एकदम मजाले भुँडी दुख्दैन यसले यसको चाहिँ विशेषता हो यो भेना कस्तो छ मिठो छ एकदम कायदा छ मिठो छ यो चाहिँ एकदम लोकल सबै थोक लोकल अर्गानिक फेरि अर्गानिक केही पनि हाले हुँदैन यहाँ कुखुरालाई पनि सुई पनि ला हुँदैन यहीँको चाहिँ एकदम स्थानीय कुखुरो हो त्यस पछाडि अकबरे खोर्सानी र ढिँडो यहाँभन्दा के चाहियो त यतापट्टि स्ट्रिम चाहिँ अलिकति ऊ छ त्यही पनि अलिक पचाउँछ होला खाएको
चाहिँ अब आजलाई चाहिँ सुतिन्छ कस्तो लाग्यो ढेँडो एकदम मिठो लाग्छ 4-5 वर्ष पछाडि खाइयो आज अब यता फेरि ठुली दिदीलाई सोधौँ बेसी खुवाउनु है भाइ अब कस्तो लाग्यो ढेँडो मिठो लाग्यो भाइ ढेँडो ढेँडो लोकल कुखुरा मासु लोकल रक्सी यस्तो मिठो हुन्छ खानुपर्छ कसैलाई इच्छा छ भने पनि यस्तै पकाएर खानु होला के भन्न चाहनुहुन्छ एकदम केही न अर्ग्यानिक जे मिठो हो राम्रो हो भन्न चाहन्छु म चाहिँ अरूलाई पनि इच्छा छ भने खानु होला ल अब हाम्रो आमा मासु अब सबै हो यो पनि हो यो पनि हो दिदीले लोक रक्सी नि खाएको लोकल रक्सी पनि खाएको थोरै धेरै होइन जिउ दुखा ठिक हुन्छ भने होइन जिउ ठिक हुन्छ कोदे कोदो हो अब हाम्रो आमाले फेरि यता हेर चाटेको ल अनि मिठो छ चाट्नु पर्यो नि लोकल कुखुरा ढेँडो 800 रुपियाँ किलो पो हो त यो त अनि अलिअलि मिठो छैन हो 800 रुपियाँ किलो हो ल ठिक छ ल आजको दिन रमाइलो भयो सुत्त लोकल भालेको मासु र कोदोको ढेँडो पनि खाइसक्यो अनि आजको दिन यस्तै भयो केटा हो अब फेरि अर्को ब्लगमा भेटौँ होला लाइक कमेन्ट सेयर र च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला हस् त